अब बिस्तारै सबैतिर बनाउँदै गएर अनि काठमाडौँको नदीहरू चाहिँ ढलमुक्त मात्रै भएर पनि यो सफा देखिँदैन। विभिन्न डेब्रिसहरू पनि आउँछन् हैन, विभिन्न किसिमका चाहिँ फोहोरहरू पनि फाल्छन्। त्यसलाई पनि मुक्त गरेर काठमाडौँको चाहिँ नदीहरू एकदमै क्लिन जब देखिन्छ त्यो बेला मात्रै काठमाडौँ एकदमै सुन्दर देखिन्छ। किनभने त्यो ओभरअल काठमाडौँको प्लानिङ जुन ढल मात्रै होइन, फोहोरको व्यवस्थापन, ढलको व्यवस्थापन अनि रोडको व्यवस्थापन, यी सबै चिजको व्यवस्थापन गर्नलाई हामीले 2040 को मास्टर प्लान 40 सम्ममा के गर्ने भनेर मास्टर प्लान बनाउँदैछ। खोला सफा भएर मात्रै काठमाडौँ सफा हुन्छ। पक्कै पनि यहाँ ट्रिटमेन्ट सेन्टरमा हेर्दाखेरि चाहिँ कतिको सन्तुष्टजनक कार्यक्रम काम लाग्यो। विशेष गरी हामीले देख्यौँ मिथेन ग्यासहरू पनि हामीले एकजना विशेष व्यक्तित्वबाट नै सुन्यौँ। उहाँले चाहिँ इन्डियामा चाहिँ बेचिन्छ, नेपालमा फ्री अफ कस्ट दिनु परेको छ अथवा फालिन्छ भन्ने कुरा आइरहेको छ। त्यसको व्यवस्थापनमा नि केही ध्यान दिन सकिन्छ सर? के छ त्यो जुन निस्केको स्लज छ त्यो स्लजलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ। त्यो स्लज व्यवस्थापन चाहिँ अलिकति त्यसलाई कमर्सियल हिसाबले कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले अलि त्यसको अध्ययन गर्नुपर्ने छ। त्यो अध्ययन गरेर त्यसमा विभिन्न केमिकलहरू, विभिन्न किसिमका मेटेरियलहरू, हेभी मेटलहरू पनि मिक्स भएको हुनाले त्यसलाई कसरी सेग्रिगेसन गर्ने र त्यसलाई प्योरली चाहिँ मलको रूपमा केही इन्ग्रेडियन्टहरू थपेर मलको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने एउटा अध्ययन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। त्यसको बारेमा हामी अध्ययन गर्छौँ। ढल छ त्यसलाई सफा गर्ने हो हैन। सफा गर्नलाई चाहिँ धेरै चाहिँ यो बालुवा गिटी चाहिँ छिरेर आउँछ नि, त्यसले ब्लक गरेको छ कि ठाउँमा त्यसलाई चाहिँ सफा गर्ने, निकाल्ने गरेर अनि त्यसपछि ढल क्लियर गर्ने त्यो इक्विपमेन्टहरूले गर्छ। त्यो धेरैलाई यो ट्रिटमेन्ट सेन्टरको बारेमा पनि थाहा थिएन होला। अब आज हाम्रो भिडियो हेरेपछि धेरैलाई थाहा हुन्छ होला। यस्तो ट्रिटमेन्ट सेन्टरहरू रहेछन्, यति सफा पानी, यस्तो फोहोरलाई यति सफा पानी गरेर बगाइँदो रहेछ। तैपनि बागमती जस्तै फोहोर किन भन्ने प्रश्न पनि धेरै जनतामा होला होइन। अब बागमतीका मात्रै होइन, विष्णुमती, बागमती, धोबी खोला सबै पनि नदी जति छन्, सबै नदीको पानीलाई सफा गर्नको लागि अघि भन्यो नि 600 MLD होइन, मिलियन लिटर पर डे को चाहिँ जुन ट्रिटमेन्ट क्यापासिटी काठमाडौँभित्र बनाउनुपर्छ। त्यो चाहिँ हामी बिस्तारै चाहिँ त्यसलाई बनाउने स्टेजमा बनाउँदै जानुपर्छ। अहिले बनिरहेछ 120 जति बनिरहेछ। बागमती यो ट्रिटमेन्ट प्लान्टमा आउने ढलमा केही समस्याहरू छन्। त्यो सबै ठाउँमा चाहिँ ब्लकेज छ, 4-5 ठाउँ ब्लकेज छ। त्यसले गर्दाखेरि यहाँ सबै ढल चाहिँ यहाँ आउन सकेको छैन। हजुर, बागमतीमा मिसिएको छ भन्ने त्यसलाई चाहिँ अब हामी क्लियर गर्दैछौँ। त्यो छिट्टै नै यो ढल क्लियर गर्नलाई इक्विपमेन्टहरू पनि आएको रहेछ र यो ट्रिटमेन्ट प्लान्टको इफिसियन्सी, ट्रिटमेन्ट प्लान्ट कसरी अपरेसन भइरहेछ भन्ने निरीक्षण पनि हो। यो चाहिँ हामीले तोकेको मापदण्ड अनुसार चलेको छ कि छैन र यो ट्रिटमेन्ट प्लान्टले कसरी फङ्सन गरिरहेछ हैन। त्यो हामीले तोकेको मापदण्ड अनुसारको पानी यहाँबाट निस्केको छ कि छैन र यसको स्लजको व्यवस्थापनहरू कसरी गर्ने भन्ने विषयहरू र ओभरअल यसको ट्रिटमेन्ट प्लान्टको फङ्सनिङको प्रोसेस र यसलाई भविष्यसम्म कसरी चाहिँ इफेक्टिभली इफिसियन्टली चलाउन सकिन्छ भन्ने कुरा पनि हाम्रो यो भिजिटमा हामीले हेर्न खोजेको। मुख्य गरेर यहाँभन्दा माथि, पशुपतिभन्दा माथि चाहिँ सुन्दरी जलसम्म यो बागमतीको करिडोरको कुनै पनि ठाउँमा ढल चाहिँ बागमतीमा मिसिनु हुँदैन। सबै ढल चाहिँ यहाँ आएर ट्रिटमेन्ट भएर मात्रै निस्किनुपर्छ भनेर लागेको छ। केही ठाउँहरूमा समस्या रहेछ, त्यो हामी तत्कालै त्यसलाई चाहिँ खोल्ने र ढललाई क्लियर गरेर ढलमा यहाँ ट्रिटमेन्ट प्लान्टमा ल्याएर अनि सफा भएर मात्रै यो पशुपति भन्दा अगाडि चाहिँ सफा पानीमा चाहिँ पठाउने भन्ने उद्देश्य हो अहिलेलाई। र अब ओभरअलमा धेरै ठाउँमा ट्रिटमेन्ट प्लान्टहरू आवश्यक छ, धेरै ठाउँमा बनिरहेछ होइन। तल पनि बनिरहेछ हाम्रो टुकुचाई, टुकुचामा त्यो माथि कोकनेश्वरमा पनि धेरै ठाउँमा बनिरहेछ। काठमाडौँको लागि आवश्यक क्यापासिटी भन्दा कम छ, तर धेरै ठाउँमा हामीले बनाइरहेछौँ। अहिले हाम्रो टोटल चाहिँ मास्टर प्लानले धेरै कति 160 MLD चाहिन्छ
होइन 600 MLD को क्यापेसिटी आवश्यक पर्छ भनेको चाहिँ करिब 160 जति चाहिँ हामी बनाउँछौँ। अझै पनि धेरै ठाउँमा बनाउनु पर्नेछ। त्यो मास्टर प्लान अनुसार धेरै ठाउँमा यो चाहिँ ट्रिटमेन्ट प्लान्ट बनिसकेपछि चाहिँ काठमाडौँको खोलाहरू चाहिँ सफा हुन थाल्छ।